यो नगरपालिकाको अहिले रिसेन्टली सूचना अधिकारीको यति भनिदिनुहोस् के मलाई प्लिज। यसमा कुरो के हो भन्दाखेरि यहाँ न प्लिज भूमिका नबधाउँ न प्लिज, के भूमिका नबधाउँ। सूचना अधिकारी मलाई चाहिरहेको छ, म खोजिरहेको छु। सूचना अधिकारीको त्यति भनिदिनुहोस् मलाई। बारेमा अलि भन्न कस्तो सुन्नु न, बझाङ जिल्लाको एउटा महत्त्वपूर्ण नगरपालिका हो। सिस्टम, विधि, विधान, प्रक्रिया, नियम, कानुन के हुँदैन यहाँ चाहिँ लथालिङ गरिसक्यो। सूचना अधिकारी उहाँलाई भन्नुभएको छ बिचरामा म उहाँ होइन भन्दै हुनुहुन्छ। तपाईँ कहाँ के दुनियाँ कुरा गर्दै हुनुहुन्छ। होइन त्यस्तो कुरा नगरौँ। नाउटे यो नगरपालिकाको बुङ्गन नगरपालिकाको सूचना अधिकारी को हो यति भन्यो। तपाईँ हो कि होइन यति भन्नुहोस्। म होइन। ल हाकिम साहब उहाँ होइन अरे। कार्यालय मलाई भन्नु दिनु पत्रकार सर, मलाई भन्नु दिनुहोस् न। कार्यालयको निर्णय अनुसार जुन कार्यपालिकाले निर्णय गर्छ नि त्यो निर्णय अनुसार म होइन। निर्णय त उहाँ हुँदै होइन। तपाईँ सेवाग्राही हो। कति बजी आउनुभयो? भर्खरै आउनुभयो। कति बजी घडीमा आयो? 10:43 कलाई कुरेर बस्नु भएको छ? 10:30 मा इन्जिनियर साहबलाई होइन। सेवाग्राही यसरी आएर पर्खिनु भएको छ, तर यहाँ चाहिँ इन्जिनियर साहब चाहिँ हुनुहुन्न। इन्जिनियर साहबलाई कुर्सी चाहिँ यसरी पर्खेर बसेको छ। तपाईँ देख्न सक्नुहुन्छ दृश्यमा ती बडेमानका कुर्सीहरू, महँगा कुर्सीहरू चाहिँ आफ्ना कर्मचारीलाई कुरेर बस्नु भएको छ। एउटा कुर्सी यहाँ पनि छ। सेवाग्राहीहरू चाहिँ कुरेर बस्नु भएको छ। 10:43 गइसक्यो बिहानको छ। यो अर्को कुर्सी यहाँ पनि खाली छ। यो रित्तो छ पुरै। हामी नगरपालिकामा प्रवेश गर्दै गर्दा अहिले शिक्षा शाखामा छौँ। शिक्षा शाखामा 2टा कुर्सी हो, 2टै कुर्सी खाली छ। उहाँहरू कहाँ जानु भएको छ यसको जवाब हामी कार्यालय प्रमुखसँग लिनेछौँ। शिक्षा शाखामा 2टा कुर्सी हो, 2टै कुर्सी खाली छ। रित्तो भन्न खोजे अहिले सब एक मेरो कुरा सुन्नु हाकिम साहब। यो नगरपालिकामा कार्यरत सबै कर्मचारी कति हुन् जम्मा? 100 जना, 50 जना, 20 जना, 10 जना कति हुन्? त्यो एकुरेट भन्दा हाम्रो लगभग 35-40 जना पाएर सबै छौँ। काठहरू छौँ कोही हिजो अस्तिको ठिक छ 35 जना जति भन्नुभयो लगभग होइन। हिजो अस्तिको मैले कुरा गर्दा आजको मात्रै कुरा गरेँ। आज कतिजना एटेन्डेन्स हुनुभएको छ, कतिजना आउनु भएको छ यहाँ चाहिँ हेर्नुपर्छ हाजिरीमा। जयबहादुर धामी नगर प्रमुखजी हुनुहुन्छ, उहाँ हुनुहुन्न, उहाँको कुर्सी खाली छ। नागरिकको एक किसिमको व्यापक जनगुनासोपछि स्थानीय सरकार मेरो सरकार हो भन्ने किसिमको नागरिकले अपत्व बोध गराउनु पर्छ। यहाँ विभिन्न किसिमका बुङ्गल नगरपालिकामा विभिन्न किसिमका समस्या छन्। नागरिकहरू समस्याले फला परेका छन्। नागरिकको समस्यामा मलमपट्टि लगाउने भनेको स्थानीय सरकार, जनताको नजिकको सरकार स्थानीय सरकार हो। बुङ्गल नगरपालिकामा विभिन्न किसिमका समस्याबाट नागरिकहरू पिल्सिएका छन्, नागरिकहरू थिचिएका छन्। अहिले पनि यो बुङ्गल नगरपालिकाले चाहिँ नगरपालिका आउने समेत बाटोको निकास पनि यहाँका नागरिकलाई दिन सकेका छैन। टाढा आफ्ना गाडी घोडा राखेर चाहिँ नगरपालिकासम्म हिँडेर आउन पर्दैछन्। विभिन्न किसिमका समस्याहरू छन्। तद अनुरूप हामी चाहिँ नगर प्रमुखसँग जवाफ दिनका लागि आयौँ। नगर प्रमुख यहाँ आफ्नो कार्यकक्षमा हुनुहुन्न, रित्तो छ। हामी यतिखेर नगर उपप्रमुख बुङ्गल नगरपालिकाका नगर उपप्रमुखको कार्यकक्षमा छौँ। हामीले चाहिँ जवाफ दिनका लागि चाहिँ यहाँ धनबहादुर बोहराज्यू हुनुहुन्छ नगर उपप्रमुखज्यू। हाम्रो विशेष गरी यहाँ कसैलाई सकाउनु पर्छ, कसैपट्टि पूर्वाग्रही भएर पनि हामी आएको होइनौँ। निष्पक्ष ढङ्गबाट नागरिकका विगत लामो समयबाट हामीले गुनासा समस्या सुनिसकेपछि बुङ्गल नगरपालिकाको हामीलाई यसरी बुम माइ क्यामेरा बोकेर हामीलाई आउने कुनै पनि रहर छैन। मात्रै हामी जनताको प्रतिनिधित्व गरेर जनताको प्रश्नलाई प्रतिनिधित्व गरेर चाहिँ हामी विशेष गरी स्थानीय सरकार जवाबदेही हुनुपर्छ, उत्तरदायी हुनुपर्छ, नागरिकप्रति चाहिँ पारदर्शी हुनुपर्छ भन्ने हेतुले चाहिँ हामी यतिखेर बुङ्गल नगरपालिकामा छौँ। नगर प्रमुखको कार्यकक्षमा गयौँ, नगर प्रमुख हुनुहुन्न, उपप्रमुख पनि यहाँ नगर उपप्रमुख धनबहादुर बोहराजी पनि हुनुहुन्न। हामीले जवाबको विषयमा भर्खरै म कार्यालयमा थिएँ, तपाईँ पनि यही हुनुहुन्थ्यो। नागरिकहरूले भुक्तानी नपाएका विषय पनि आए। नागरिकले भुक्तानी किन पाएन भन्ने सुन्दै गर्दाखेरि चाहिँ अनुगमनमा नगर उपप्रमुख अनुगमनमा जानुपर्ने, अनुगमन नगएर विगत लामो समयदेखि बिचाराहरूका चाहिँ भुक्तानी रोकिया छन्। के भइरहेको छ यो नगरपालिकामा चाहिँ होइन। अब 1-2टा काहीँनिर त्यसमा प्राविधिक समस्या अधिकांश छन् यहाँ। त्यसै सुन हाजिरी देखाउ हाकिम साहब, हाजिरी देखाउनुहोस्। उहाँहरू बाहिर गएको निवेदन होला वा केही न केही प्रक्रिया प्रोसेस त होला नि कार्यालयको चाहिँ, त्यो देखाउनु न मलाई चाहिँ। होइन ठिकै छ। मुखले भनेको भरमा म त चित्त बुझाउला, तर आम नागरिकको आँखामा छारो नफाल्नुहोस् कि त्यस्तो छैन होला है। यहाँ एकैछिन यो नगरपालिकाका कर्मचारीलाई सूचना अधिकृत भने के हो र सूचना अधिकारी के हो भने थाहा नभएको हो कि वा के हो? भर्खरै मैले हिजो लगातार मैले सूचना अधिकारीको नम्बर माग्दै गर्दा सूचना अधिकारीसँग मेरो कुरा भयो रमेश कार्की। उहाँले भन्नुहुन्छ म सूचना अधिकारी होइन सर, म सूचना अधिकृत भन्नुहुन्छ। तर हाकिम साहबले र एकजना समथिङ जोशीले चाहिँ उहाँलाई नै भन्नुभएको, तर म होइन सूचना अधिकारी भन्दै यहाँ के चाहिँ भइरहेको छ, के हुँदैछ नगरपालिकामा भने उहाँले म होइन भन्नुभएको छ। उहाँलाई चाहिँ कार्यपालिकाको निर्णय जिम्मा दिएछ सूचना अधिकारी भनेर। नमस्ते अनि हार्दिक स्वागत छ। यतिखेर हामी जनताका समस्या सुन्ने र साथ दिने संकल्प सहितको विशेष कार्यक्रम जनतासँग सरोकारमा छौँ। यतिखेर हामी
बझाङ जिल्लाको एउटा नगरपालिका बुङ्गल नगरपालिकामा छौँ, जहाँ विभिन्न हामी विशेष गरी पछिल्लो समयमा चाहिँ स्थानीय सरकार जनताको नजिकको सरकार हो, जनताको घर आँगनको सरकार हो। स्थानीय सरकार चाहिँ नागरिकप्रति जवाबदेही हुनुपर्छ, उत्तरदायी हुनुपर्छ, जिम्मेवार हुनुपर्छ र पारदर्शी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। यसै अनुसार हामी विभिन्न स्थानीय सरकारलाई अलिकति जवाबदेही बनाउनका लागि, स्थानीय सरकारलाई पारदर्शी बनाउनका लागि, स्थानीय सरकारलाई उत्तरदायी बनाउनका लागि हामी विशेष गरी विभिन्न पालिका विभिन्न स्थानीय सरकारमा गएर चाहिँ हामी झकझक्याउने प्रयास गर्छौँ। तदनुरूप हामी यतिखेर बुङ्गल नगरपालिकामा छौँ। बुङ्गल नगरपालिकामा विभिन्न समयमा विभिन्न कालखण्डमा नागरिकहरूले चाहिँ हामीलाई सकस भयो, शास्ति भयो, यहाँबाट जनप्रतिनिधिबाट हुने सेवा सुविधामा हामी सन्तुष्ट छैनौँ, कर्मचारीबाट हुने सेवा सुविधामा हामी सन्तुष्ट छैनौँ। यहाँ विभिन्न किसिमका समस्याहरू छन्। तर राज्य सत्ता सञ्चालन गर्ने अझै भन्दा जनप्रतिनिधिहरू चाहिँ आफ्नो रसगजमा मस्ती छन्, आफ्नो मोज मस्तीमा मस्ती छन्। कहिलेकाहीँ चाहिँ यहाँ कार्यालयमा नभेटिँदै गर्दाखेरि चाहिँ अनुगमनमा गइया भनिया छ, फिल्डमा गइया भनिया छ, भत्ता पचाइया छ। राज्यको सम्पत्ति यसरी दुरुपयोग भएको छ। नागरिक रोको रोही छ, नागरिक हेरेको हेरै छ, नागरिकलाई सकस यति धेरै सकस त स्वास्थ्य छ। यो बुङ्गल नगरपालिकाले विकास कहिले पाउने, नागरिक निकास कहिले पाउने, अहिले पनि यो पालिकामा आउने बाटो छैन। यहाँ चाहिँ धेरै पर गाडी घोडा राखेर चाहिँ नगरपालिकासम्म हिँड्दै आउनुपर्छ। यो निकास, यो विकास यो स्थानीय सरकारले दिन पर्छ कि पर्दैन? स्थानीय सरकार मेरो सरकार हो भन्ने कुराको प्रतित्व त्यो अपनत्व बोध गराउनु पर्छ कि पर्दैन? अत्यन्तै धेरै रसगज यहाँ हामीले सुन्नमा आएको यो यहाँ चाहिँ हरेक अनुगमनका कामहरूमा, हरेक योजनाका कामहरूमा चाहिँ चलखेल हुन्छ। के को चलखेल? कमिसनको चलखेल हुन्छ। सामान्य भन्दा सामान्य 1 लाख 2 लाख 5 लाख 10 लाख 20 लाखका एउटा योजना पालिकाबाट हुने योजनामा विकास निर्माणका कामहरूमा चाहिँ यहाँ चलखेल हुन्छ, पैसाको चलखेल हुन्छ, सेटिङको चलखेल हुन्छ। यस्तो पनि हुन्छ त भने नागरिकको जनमत लिएर आइसकेपछि निष्पक्ष ढङ्गबाट म पार्टी नभनिकन, म केही पनि नभनिकन नागरिकको काम गर्छु भन्ने जनप्रतिनिधि आज कहाँ लिप्त भइरहेका छन्, के कुरामा लिप्त भइरहेका छन्? खोइ त नागरिकप्रति उत्तरदायी भएको, खोइ त नागरिकप्रति जवाबदेही भएको चाहिँ यसरी बुम माइक बोकेर क्यामेरा बोकेर हामीलाई यहाँ आउन रहर छैन। यो स्थानीय तह मेरो स्थानीय तह पनि होइन। तर तपाईँहरूको नागरिकले यति धेरै दुःख पाएका छन्, नागरिक यति धेरै सकस पाएका छन्। हरेक सानसानो नागरिकका सामान्य काममा पनि नागरिकलाई अल्झाउने, नागरिकलाई झेल्लाउने यी किसिमका कामहरू भइरहेका छन्। यो किसिमको नहोस्। तपाईँहरूलाई गर्नुपर्ने खबरदारी हामी निरन्तर खबरदारी गरिरहनेछौँ। यस नगरपालिकाका नगर प्रमुखलाई विशेष गरी यो नगरपालिकामा भइरहेको ज्याजती, यो नगरपालिकामा भइरहेको अनियमितता, यो नगरपालिकामा भइरहेको अन्याय अत्याचार र व्यथिति तपाईँले नियमन गर्नुपर्छ। जयबहादुर धामीज्यू, हामी तपाईँहरूसँग विभिन्न यो नगरपालिकाले उठाएका, यो नगरपालिकाका यहाँका नगरवासीले, यहाँका नागरिकले उठाएका प्रश्नको तपाईँसँग हामी एक जवाब चाहिँ हामी लिनेछौँ। यी जवाबबाट, नागरिकका जवाबबाट, नागरिकले पाएको दुःखबाट, नागरिकले पाएको सकस र शास्तिबाट तपाईँ भाग्न पाउनुहुन्न। हामी निरन्तर तपाईँ र तपाईँको नगरपालिकालाई हामी फलोअप गरिरहने। विगत लामो समयदेखि नागरिकले चाहिँ यहाँ सकस छ, शास्ति छ, कर्मचारी भेटिँदैनन् कार्यालयमा भनिसकेपछि यतिखेर हामी ठ्याक्कै बुङ्गल नगरपालिकामा छौँ। जस्ताको त्यस्तै दृश्य तपाईँलाई हामी देखाउनेछौँ। पूर्वाधार विकास शाखा कार्यालयमा छौँ। यो शाखा कार्यालय तपाईँ देखिराख्नु भएको छ, पुरै रिक्त छ। तपाईँ सेवाग्राही हो, कति बजी आउनुभयो? भर्खरै आउनुभयो। कति बजी घडीमा अहिले? 10:43 कलाई कुरेर बस्नु भएको छ? 10:30 आउनु इन्जिनियर साहबलाई होइन? सेवाग्राही यसरी आएर पर्खिनु भएको छ। तर यहाँ चाहिँ इन्जिनियर साहब चाहिँ हुनुहुन्न। इन्जिनियर साहबलाई कुर्सी चाहिँ यसरी पर्खेर बसेको छ। तपाईँ देख्न सक्नुहुन्छ दृश्यमा यी बडेमानका कुर्सीहरू, महँगा कुर्सीहरू चाहिँ आफ्ना कर्मचारीलाई कुरेर बस्नु भएको छ। एउटा कुर्सी यहाँ पनि छ। यो हामी पूर्वाधार विकास कार्यालयभित्र छौँ, सुनसान छ। सेवाग्राहीहरू चाहिँ कुरेर बस्नु भएको छ। 10:43 गइसक्यो बिहानको चाहिँ। यो अर्को कुर्सी यहाँ पनि खाली छ, यो रित्तो छ पुरै। यहाँ चाहिँ अलिकति यो रोजगार सेवा केन्द्रले चाहिँ यो नगरपालिकाको लाज बचाइदियो। यहाँ चाहिँ पुरै कर्मचारी भर्खरै आउनुभयो। कति बेला तपाईँ आएको? हजुर अहिले भर्खरै हामी यहाँ तपाईँ हुनुहुन्थेन त? ठ्याक्कै भनौँ, नडाटेर भनौँ न, कति बजी पुग्नु? तपाईँ पनि 10 बजी पुग्नु भएको सर? पुगेछ हजुर। एकदमै जोस उहाँहरू चाहिँ कर्मठ कर्मचारी मजाले आएर बस्नु भएको छ, काम गरिराख्नु भएको छ। रोजगार सेवा केन्द्रमा 3टा कुर्सी हो, 3जना कर्मचारीहरू मजाले चाहिँ कार्यमा कार्यरत हुनुहुन्छ। उहाँहरूप्रति हाम्रो सल्युट छ, सलाम छ। यो आर्थिक विकास शाखा लाउँछ। यो आर्थिक विकास शाखा यहाँ चाहिँ कतिजना कर्मचारी छ? यो शाखामा चाहिँ 2जना हो। 2जना। अनि यो कुर्सी यो आर्थिक शाखाभित्र चाहिँ 2टा शाखा हो। पशु र
मतलब यो कुर्सीले चाहिँ दुईटा जिम्मेवार सम्हालेको छ। बाहिर त आर्थिक विकास शाखाभित्र चाहिँ हामीहरू पढ्ने भएकोले गर्दाखेरि कृषि र पशु चाहिँ भन्नुपर्छ। तपाईँ चाहिँ हुनुहुन्छ, उहाँ चाहिँ कहाँ हुनुहुन्छ अहिले? बिदा स्वीकृत भएको छ उहाँको चाहिँ? कति दिन भयो उहाँ बिदा? आज 2-3 दिन जति भयो। अनि उहाँको काम अहिले कसले गर्छ? मतलब बिदामा त हुनु होला, कसलाई त निमित्त दिया होला नि? उहाँको एकजना साथी माथि सेवा केन्द्रमा हुनुहुन्छ। यहीँ माथि सेवा केन्द्र झापा छ हाम्रो, त्यहाँ अहिले भेटिनुहुन्छ कि भेटिनु न उहाँ चाहिँ? मतलब इमिडिएटली अहिले चाहिँ कोही आयो भने म आएँ सेवा गराएँ है, म टाढाबाट आएँ अनि मलाई काम गर्नु पर्यो भने कसले गरिदिन्छ? सेवा केन्द्रको साथीले गरिदिन्छ। कहाँ हुनुहुन्छ? यी माथि झापा छ, आउँछ पछि आउँछ होइन? झापाबाट यहाँ आउनु 2 घन्टा लाग्छ करिब? होइन, यिनीहरू हो 10-15 मिनट लाग्छ। स्वास्थ्य शाखा, यो बुङ्गल नगरपालिकाको स्वास्थ्य शाखामा सोचेर चाहिँ यहाँ चाहिँ मजाले काम गरिराख्नु भएको छ आदरणीय सरहरू चाहिँ यहाँ चाहिँ हुनुहुन्छ। सर नमस्ते, तपाईँको शुभ नाम? तपाईँ चाहिँ स्वास्थ्य शाखा प्रमुख हुनुहुन्छ। तपाईँको यो शाखामा कतिजना कार्यरत हो? 3 जना हुनुहुन्छ। 2 जना मैले एकजना चाहिँ हाम्रो इम्प्लयरको ट्रेनिङ चलिरहेको छ महिनगरमा, त्यसको चाहिँ अनुगमनका लागि यहाँ पालिकाले पठाएको छ। कहाँ पठाएको? आज मात्रै गएको छ फलप गोरा महिना अहिले गरा होला, सायद गरा होला। अहिले म अफिसमा आउँदाखेरि अफिसमा के अरे म आउँदाखेरि बिजगरा मेरो भेट्यो, अहिले आज मात्रै गएको। यो हामी स्वास्थ्य शाखामा छौँ। स्वास्थ्य शाखाका प्रमुख पनि यही हुनुहुन्छ, एकजना कर्मचारी पनि यही हुनुहुन्छ, तर एकजना चाहिँ हुनुहुन्न, उहाँ महेन्द्रनगर जानु भएको छ भन्ने कुरा गर्नुभएको छ। यसको विषयमा चाहिँ हामी कार्यालय प्रमुखसँग बुझ्ने प्रयास गरेछौँ। स्वास्थ्य शाखा प्रशासन राजस्व शाखामा छ यतिखेर चाहिँ। सर नमस्ते, आराम हुनुहुन्छ? यो कुन शाखा हो? यो राजस्व प्रशासन शाखा होइन? कतिजना कर्मचारी हो? यहाँ 2 जना छौँ साथी। अहिले त तपाईँ एकजनामा देखिराख्नु भएको छ। अर्का सर यहाँ बाहिरै हुनुहुन्छ। बाहिर भन्नाले कहाँ? बाहिर यता छन्, स्टोरका सर छन्, स्टोरमा गइहाल्नु सायद यता परपट्टि पर छन् कि यहाँ माथि। के नाम अरे उहाँको चाहिँ? लक्ष्मी भक्त जोशी उहाँ हुनुहुन्छ नि होइन? हजुर। एउटा कुर्सी छ यहाँ, हामी प्रशासन राजस्व शाखामा छौँ। एउटा कुर्सी खाली छ, एकजना कर्मचारी त त्यहाँ चाहिँ हुनुहुन्छ, उहाँ चाहिँ बाहिर जानु भएको छ भन्ने कुरा आएको छ। महिला बालबालिका शाखामा छौँ यतिखेर चाहिँ हामी। यहाँ चाहिँ कर्मचारी मजाले काम गरिराख्नु भएको छ, उहाँहरूप्रति हाम्रो सम्मान छ। तपाईँको शुभ नाम? अमरबहादुर बोहरा। यो कुन शाखा? परिचय, राष्ट्रिय परिचय पत्र पञ्जीकरण सामाजिक। कतिजना हो यहाँ खास तपाईँको कार्यरत यहाँ चाहिँ? हामी 2 जना चाहिँ महिला विकास। त्यो यो शाखा, यो कोठाभित्र 2टा शाखा हो? 2 जना उहाँहरू अनि एकजना चाहिँ यहाँ चाहिँ हुनुहुन्न, कुर्सी खाली छ त? यहीँ हुनुहुन्छ? हजुर। तपाईँहरू कुन शाखाको? कतिजना हो तपाईँहरू चाहिँ? 2 जना मजाले काम गरिराख्नु। यो महिला शाखामा 2 जना हुनुहुन्छ, उहाँ मजाले काम गरिराख्नु भएको छ, उहाँहरूप्रति चाहिँ हाम्रो उच्च सम्मान छ। यसरी मजाले समयमा आएर उहाँहरू चाहिँ काम गरिराख्नु भएको छ, उहाँहरूप्रति चाहिँ हाम्रो सम्मान छ, उहाँहरूप्रति हाम्रो सलाम छ। एकदमै मजाले काम गरिराख्नु भएको छ, उहाँहरूलाई हामी हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छौँ। आर्थिक प्रशासन शाखामा छौँ हामी बुङ्गल नगरपालिकाको चाहिँ। सर नमस्ते, मजाले मुसु हाँस राख्नु भएको छ त है? जस म चाहिँ समयमा पुगेँ भन्ने लाग्यो तपाईँलाई चाहिँ? कतिजना आउँछ यो शाखामा चाहिँ? हामी 2 जना हुन्छ। कुन शाखा हो यो? लेखा शाखा। 2 जना हुनुहुन्छ? ल अत्यन्तै हामीले यो नगरपालिकाको जस्ताको त्यस्तै रिपोर्टिङ गरे। हामीलाई कुनै प्रति पनि आग्रह पूर्वाग्रही छैन, जे छ त्यही देखाउन खोजे हो। नागरिकले विगत लामो समयबाट चाहिँ एक किसिमको गुनासो गरिसकेपछि के रहेछ त भन्दा हामी फिल्ड रिपोर्टिङमा छड्केमा आयौँ। मजाले यो शाखामा मजाले कर्मचारीहरू काम गरिराख्नु भएको छ, उहाँहरूप्रति हाम्रो अत्यन्तै धेरै सम्मान छ। समयमा आएर उहाँहरू आफ्नो चाहिँ काम, आफ्नो कार्य सम्पादनमा जुटिराख्नु भएको छ, उहाँहरूप्रति हाम्रो सम्मान छ। मजाले काम गरिराख्नु भएको छ। त्यतिखेर बुङ्गल नगरपालिकामा छु। यो नगरपालिकाका विभिन्न विषयहरूमा उठेका प्रश्नहरूको जवाब दिनका लागि हामी बुङ्गल नगरपालिकाका मेयरलाई चाहिँ हामी भेट्न जाँदैछौँ। मेयर साहब हुनुहुन्न यहाँ चाहिँ, आदरणीय यो जयबहादुर धामी नगर प्रमुखजी हुनुहुन्छ, उहाँ हुनुहुन्न, उहाँको कुर्सी खाली छ। अब धेरै बोलिनँ मैले चाहिँ। तपाईँको सेवाग्राही हो, मेयर साहबलाई भेट्न आउनुभयो? ए मेयर साहब हुनुहुन्न। हामीले यहाँ कसैप्रति पूर्वाग्रही छैन, हामीलाई कसैलाई सकाउनु छैन, कसैलाई गिराउनु छैन, कसैलाई हत्काउनु छैन। नागरिकको एक किसिमको व्यापक जनगुनासोपछि स्थानीय सरकार मेरो सरकार हो भन्ने किसिमको नागरिकले अपनत्व बोध गराउनुपर्छ। यहाँ विभिन्न किसिमका बुङ्गल नगरपालिकामा विभिन्न किसिमका समस्या छन्, नागरिकहरू समस्याले थला परेका छन्। नागरिकको समस्यामा मलमपट्टि लगाउने भनेको स्थानीय सरकार, जनताको नजिकको सरकार स्थानीय सरकार हो। नागरिकलाई एक किसिमको मेरो सरकार हो भन्ने किसिमको चाहिँ सरकारले अपनत्व बोध गराउनुपर्छ। बुङ्गल नगरपालिकामा विभिन्न किसिमका समस्याबाट नागरिकहरू पिल्सिएका छन्, नागरिकहरू थिचिएका छन्। अहिले पनि यो बुङ्गल नगरपालिकाले चाहिँ नगरपालिका आउने समेत बाटोको निकास पनि यहाँका नागरिकलाई दिन सकेका छैन।
टाढा आफ्ना गाडी घोडा राखेर चाहिँ नगरपालिकासम्म हिँडेर आउन बाध्य छन्। आखिर कहिलेसम्म यहाँका नागरिकहरूले चाहिँ बाटो पाउने विभिन्न किसिमका समस्याहरू छन्। तदअनुरूप हामी चाहिँ नगर प्रमुखसँग जवाफ दिनका लागि आयौँ। नगर प्रमुख यहाँ आफ्नो कार्यकक्षमा हुनुहुन्न, रित्तो छ कुर्सी चाहिँ। यो कुर्सी नगरपालिकाका नगर प्रमुख आदरणीय जयबहादुर धामीलाई चाहिँ कुरेर बसेका छ। हामी यतिखेर बुङ्गल नगरपालिकामा छौँ। हामी यतिखेर नगर उपप्रमुख बुङ्गल नगरपालिकाका नगर उपप्रमुखको कार्यकक्षमा छौँ। हामीले चाहिँ जवाफ दिनका लागि चाहिँ या धनबहादुर बोहराज्यू हुनुहुन्छ नगर उपप्रमुखज्यू। हाम्रो विशेष गरी यहाँ कसैलाई सताउनु पर्छ कसैपट्टि पूर्वाग्रही भएर पनि हामी आएको होइनौँ। निष्पक्ष ढङ्गबाट नागरिकका विगत लामो समयबाट हामीले गुनासा समस्या सुनिसकेपछि बुङ्गल नगरपालिकाको हामीलाई यसरी बुम माई क्यामेरा बोकेर हामीलाई आउनु कुनै पनि रहर छैन। मात्रै हामी जनताको प्रतिनिधित्व गरेर जनताको प्रश्नलाई प्रतिनिधित्व गरेर चाहिँ हामी विशेष गरी स्थानीय सरकार जवाबदेही हुनुपर्छ, उत्तरदायी हुनुपर्छ, नागरिकप्रति चाहिँ पारदर्शी हुनुपर्छ भन्ने हेतुले चाहिँ हामी यतिखेर बुङ्गल नगरपालिकामा छौँ। बुङ्गल नगरपालिका जस्ताको त्यस्तै हामी रिपोर्टिङ गर्दैछौँ। यो हामी नगर यहाँका विभिन्न समस्याका विषयमा हामीलाई नागरिकले राखेका समस्याका विषयमा जस्ताको त्यस्तै यहाँका जिम्मेवार यहाँका जनप्रतिनिधिसँग जवाफ माग्ने हामीले खोज्दै गर्दा नगर प्रमुखको कार्यकक्षमा गयौँ। नगर प्रमुख हुनुहुन्न, उपप्रमुख पनि यहाँ नगर उपप्रमुख धनबहादुर बोहराजी पनि हुनुहुन्न। हामीले जवाफकोबाट माग्ने अब हामी कार्यालय प्रमुखबाट चाहिँ यहाँका विभिन्न समस्या नागरिकले दर्शाएका समस्याहरू चाहिँ हामी यहाँका नगरका प्रशासकीय अधिकृतबाट हामी चाहिँ जवाफ दिने प्रयास गर्छौँ। फेरि हामी बुङ्गल नगरपालिकाको शिक्षा तथा खेलकुद शाखामा छौँ। को हुनुहुन्छ यहाँ चाहिँ? यो शिक्षा शाखा हो, नगरपालिकाभित्रको अत्यन्तै महत्त्वपूर्ण शाखा। विगत लामो समयदेखि यहाँका नागरिकसँग हामी साक्षात्कार गर्दै गर्दा विभिन्न किसिमका समस्याहरू बुङ्गल नगरपालिकामा छन्। तदअनुरूप हामी नगरपालिकामा प्रवेश गर्दै गर्दा अहिले हामी शिक्षा शाखामा छौँ। शिक्षा शाखामा 2टा कुर्सी हो, 2टै कुर्सी खाली छ। उहाँहरू कहाँ जानु भएको छ यसको जवाफ हामी कार्यालय प्रमुखसँग लिनेछौँ। शिक्षा शाखामा 2टा कुर्सी हो, 2टै कुर्सी खाली छ, रित्तो छ। यहाँ चाहिँ मजाले काम गरिराख्नु भएको छ। उहाँहरूप्रति हाम्रो सम्मान छ। समयमा आएर नागरिकका कामहरू उहाँहरू मजाले गरिराख्नु भएको छ। उहाँहरूप्रति हाम्रो सिङ्गो टेलिभिजन टिम चाहिँ हृदयदेखि नमन प्रकट गर्छ। यसरी मजाले उहाँहरू चाहिँ मजाले चाहिँ काम गरिराख्नु भएको छ, नागरिकलाई दुःख दिनु भएको छैन। नमस्ते, एकदमै धेरै खुसी लाग्यो। जे होस् बुङ्गल नगरपालिकाको तपाईँहरूले चाहिँ लाज बचाइदिनु भएको, समयमा आएर काम गरिराख्नु भएको छ। कुन शाखा हो यो? कतिजना हुनुहुन्छ यहाँ? शासन अनुगमन योजना शाखा हो। म एकजना शाखा हुन्छु, एकजना कार्यालय सही छन् यहाँ। उहाँ चाहिँ पोषण सहकर्ता हुन् खाद्य उसको चाहिँ। यो यसलाई धन्यवादको रूपमा भन्दा पनि यो हाम्रो कर्तव्य नै हो होइन। आएर चाहिँ तर तपाईँले कर्तव्य बुझिदिनु भयो, तर अधिकांश कर्मचारीले अझै जनप्रतिनिधिले यो जिम्मेवारी बुझ्दैनन् कि सरहरूले तपाईँले शिक्षाको सर आज अनुगमनमा जानुभएको छ, योजनाकै अनुगमनमा। हामीले चाहिँ दिनदिनै यहाँ सेवाग्राहीको चाहिँ सेवामा चाहिँ अप्ठ्यारो पर्यो भन्ने हिसाबले चाहिँ अनुगमन गर्दा पनि केही साथीले आज गर्ने केहीले भोलि गर्ने भन्ने हामीले मिलाएको छौँ। आज शिक्षा अधिकारी चाहिँ जानुभएको छ अनुगमनमा, म यहाँ चाहिँ अफिसमा छु। तपाईँलाई धेरै धेरै धन्यवाद छ सर है। हजुर, थ्याङ्क यू। सूचना सञ्चार प्रविधि शाखामा छौँ। रमेश बहादुर कार्की होइन सर? हजुर। तपाईँसँग हाम्रो टेलिफोन सम्वाद पनि भएको थियो। बाटो जस्तो लाग्यो। यहाँको सूचना अधिकारी तपाईँ होइन? म सूचना अधिकारी म होइन, सूचना प्रविधि अधिकारी चाहिँ यहाँ लेखेको छ। तर तपाईँलाई चाहिँ हामीले बुझ्दै गर्दा तपाईँलाई सूचना अधिकारी तपाईँलाई भन्ने तोकिया छ। हामीले त एकैछिन हाम्रो टेलिभिजनबाट तपाईँलाई एउटा मेल आएको थियो, त्यो मेलको जवाब दिन नचाहेको हो कि नगरपालिकाले वा एकैछिन हाकिमले पनि र समिति एउटा देवराज जोशीले पनि सूचना अधिकारी चाहिँ तपाईँ नै भनिएको छ। यो सूचना अधिकृत र सूचना अधिकारीमा नगरपालिकाका कर्मचारीले नै नबुझे हो के हो खासमा? यस्तो हुन्छ नि सर, यी सबै कुराहरू कसरी हुन्छ भने कार्यपालिकाले निर्णय गरे हुन्छ नि कुन चाहिँ व्यक्ति के बनाउने भनेर फेरि हजुरले फेरि बुझ्नु। एकैछिन मैले सूचना अधिकारी को हो नि यो नगरपालिकाको भन्दै गर्दा रमेश बहादुर कार्की भनिएको छ कि तपाईँसँग जवाब आउँदा तपाईँ त्यही त मैले बुझेँ। यहाँ त सूचना हो एकैछिन त्यही त भने को चाहिँ गैर जिम्मेवारी भयो भन्नु। तपाईँको यहाँ चाहिँ सूचना प्रविधि अधिकृत लेखिया छ, तर हामीले सूचना अधिकारीले खोज्दै गर्दा हिलो छाप्ने काम भयो। कसैले कसैलाई भनिरहेको छ, कसले कसैलाई भनिराखेको छ। त्यो त मैले बुझेँ। को हो त? हजुर भनिदिनुहोस् को हो खास? खास चाहिँ मैले वेबसाइटमा पनि अपडेट गरेको छु नि, हजुरले हेर्नु भएको होला नि। हो त्यो जो वेबसाइटमा अपडेट गरेको छ उसकै नाम देवराज जोशी। त्यो त पहिला त देवराज जोशीकै नाममा तर उहाँलाई फोन सम्पर्क गर्दा तपाईँलाई भन्नुहुन्छ कि एकैछिन यहाँ पनि सूचना छ होइन? एकैछिन यहाँ पनि सूचना छ। अनि सूचना अधिकारी र सूचना अधिकृतमा उहाँले छुट्याउन सक्नुभयो? त्यो मैले बुझ्न सकेन सर। सूचना प्रविधि अधिकृत र सूचना अधिकारी फरक हुन्छ, यो हजुरहरूले बुझ्नु पनि भयो होला। त्यही त यहाँको कार्यालयको जुन सेकेन्ड व्यक्ति हो त्यो चाहिँ सूचना अधिकारी हुन्छ होइन? म त यहाँ करारको कर्मचारी सूचना प्रविधि अधिकृत भनेर यहाँ नियुक्ति गरिएको हो। मलाई जिम्मेवारी दिएको हो, म जिम्मेवारी पनि पालन गर्छु।
उहाँ चाहिँ एउटा करारको कर्मचारी, अझै भन्दा उहाँ सूचना अधिकारी होइन, उहाँ सूचना अधिकृत हो। उहाँलाई हामीले पटक पटक सूचना अधिकारी को हो नि हामीलाई सूचना लिनु छ नगरपालिकाबाट भन्दै गर्दाखेरि उहाँलाई भनियो, तर हामी फिल्डमा आउँदाखेरि उहाँ चाहिँ सूचना अधिकृत हुनुहुँदो रहेछ। तपाईँलाई धन्यवाद समयमा आएर कार्य सम्पादन गरिराख्नु भएको छ नगरपालिकाको। थ्याङ्क यू सर। यतिखेर हामी बुङ्गल नगरपालिकामा छौँ। बुङ्गल नगरपालिकामा यहाँका नागरिकहरूले विभिन्न विषयवस्तुमा अत्यन्तै धेरै हामीलाई सकस भयो, शास्ति भयो, नगरपालिकाबाट हुने सेवा प्रवाहमा हामीले अत्यन्तै धेरै दुःख पायौँ भन्ने विषयपछि विशेष गरी स्थानीय सरकार जवाबदेही हुनुपर्छ, पारदर्शी हुनुपर्छ, उत्तरदायी हुनुपर्छ, जिम्मेवार हुनुपर्छ, विशेष गरी नागरिकसँग चाहिँ। किनभने स्थानीय सरकार भनेको जनताको नजिकको सरकार हो, जनताको घर आँगनको सरकार हो। जनताले म्यान्डेट दिएर उहाँहरू यहाँ आउनु भएको छ, तर अहिले नागरिकका कामहरू लथालिङ्ग गरेर आफ्नो मनमानी ढङ्गबाट कोही काठमाडौँ छन्, कोही धनगढी छन्, कार्यालयमा आउँदै गर्दा न नगर प्रमुख भेटिन्छन्, न उपप्रमुख भेटिन्छन्, न कर्मचारी नै भेटिन्छन्। यो किसिमको दादागिरी, एक किसिमको गुन्डा राज चलाइएको छ यो नगरपालिकामा चाहिँ। यो विषयमा वास्तवमा के हो भन्ने विषयमा हामी यतिखेर यस नगरपालिकाका कार्यालय प्रमुखसँग जवाफ दिने प्रयास गर्छौँ। तपाईँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। यो के छ एकैछिन तपाईँ आराम हुनुहुन्छ है? नगरपालिका टोटल्ली विराम भएछ, थला परेको छ नगरपालिका चाहिँ। होइन, अब यो अब आयो होला नि, केही कुराहरू समस्याहरू आयो होला नि। अब काम गर्ने क्रममा हामी छौँ। यसलाई तपाईँको अनुगमन पनि एकदमै राम्रो किसिमले चलिरहेको छ, ग्रुप वाइज गरेर। एकैछिन यही विषयमा भर्खरै म कार्यालयमा थिएँ, तपाईँ पनि यही हुनुहुन्थ्यो। नागरिकहरूले भुक्तानी नपाएका विषय पनि आए। नागरिकले भुक्तानी किन पाएन भन्ने सुन्दै गर्दाखेरि चाहिँ अनुगमनमा नगर उपप्रमुख अनुगमनमा जानुपर्ने, अनुगमन नगएर विगत लामो समयदेखि बिचराहरूका चाहिँ भुक्तानी रोकिया छन्। यो के भइरहेको छ यो नगरपालिकामा चाहिँ? होइन, अब एक दुईवटा कहीँनिर त्यसो प्राविधिक समस्या अधिकांश छन् यहाँ है। कहिलेकाहीँ के हुन्छ भने सबै कुरा भनेकै बेला पूर्ति गर्न पनि सकिँदैन। एक है, यसको हामी निरीक्षणको काम अगाडि बढाएका छौँ। सुपरभिजन टोली आजै मात्र 2 ठाउँ चाहिँ गइरहेका छ। अरू एउटा कुरा मलाई एकैछिन भयो, ठिक छ। एउटा कुरा मलाई के भनिदिनुहोस् भनेपछि यहाँ कतिजना कर्मचारी कार्यरत हुन् ठ्याक्कै यो नगरपालिका भयो सबै शाखामा चाहिँ? होइन, अब यो प्राविधिकहरू प्राय फिल्डमै छन् आज पनि। मैले भन्न खोजेँ अहिले मेरो कुरा सुन्नु हाकिम साहब, यो नगरपालिकामा कार्यरत सबै कर्मचारी कति हुन् जम्मा? 100 जना, 50 जना, 20 जना, 10 जना कति हुन्? त्यो एकुरेट भन्दा हाम्रो लगभग 35-40 जना कार्यालय सबै छौँ। काठहरू छौँ, कोही हिजो अस्तिको ठिक छ 35 जना जति भन्नुभयो लगभग होइन। हिजो अस्तिको मैले कुरा गर्न आजको मात्रै कुरा गरेँ। आज कतिजना एटेन्डेन्स हुनुभएको छ, कतिजना आउनु भएको छ यहाँ चाहिँ? तल हेर्नुपर्छ, हाजिरीमा हेर्नुपर्छ, स्पष्ट हुनुपर्छ। हाजिरी हेरौँ त एकैछिन है प्लिज। किनभने यहाँ सुन्नु, यो बुम माइक बोकेर क्यामेरा बोकेर हामीलाई यसै टाढाको यो हिँडेर आउनुपर्ने हामीलाई बाध्यता केही पनि छैन। तपाईँहरूप्रति, नगरपालिकाप्रति हाम्रो एकैछिन हाम्रो कुनै पनि पूर्वाग्रही छैन। नागरिकका समस्यालाई सम्बोधन गर्न हामी निष्पक्ष ढङ्गबाट समाचार सङ्कलन गर्न आएको हो। तपाईँलाई म एउटा यसको बारेमा के उत्तर दिन सक्छु भने जो कर्मचारीहरू फिल्डमा गएका छन् त्यो सबै यहाँ छन्। आज म यसरी उत्तर दिन्छु तपाईँलाई। तर हामी ठ्याक्कै कार्यालय समयभन्दा केही समयपछि हामीले यहाँ पुग्दै गर्दाखेरि चाहिँ शाखाहरू रित्ता छन्, खाली छन्। कि यो तपाईँले नैतिक जिम्मेवारी लिनुपर्छ, किनभने चाहिँ प्रशासन प्रमुख तपाईँ हो। धन्यवाद। आज मात्रै होइन, सधैँ यस्तै हुन्छ यो पालिकामा चाहिँ। एकदम त्यो कुरा राख्नु भएको छ, एकदमै धन्यवाद। तर कुरो के हो भन्दाखेरि फिल्डमा गएका मान्छेहरू बिहानै गइहाले। अब यता निरीक्षणको टोली पनि देखाउँ न, हाजिरी देखाऊ। एकैछिन सुन्न, हाजिरी देखाऊ। हाजिरी देखाउनुहोस्। उहाँहरू बाहिर गएको निवेदन होला वा केही न केही प्रक्रिया प्रोसेस त होला नि कार्यालयको चाहिँ, त्यो देखाउँ न मलाई चाहिँ। होइन, ठिकै मुखले भनेको भरमा म त चित्त बुझाउला, तर आम नागरिकको आँखामा छारो नफाल्नुहोस् के। त्यस्तो छैन होला है, काम नियमित राखेको छ। अब के सानोतिनो अगाडि पछाडि हुनसक्छ, त्यो त नेपालको सन्दर्भमा अब सबै कुरा। तपाईँलाई मैले एउटा कुरा मात्रै मागेँ। मैले के मागेँ भने 35-40 जना कार्यरत हुनुहुन्छ भने आजको डेटमा मात्रै, आज मात्र स्टिल होइन, अहिले मात्रै कतिजना छन् देखाउन लिस्ट भन्दाखेरि तपाईँ देखाउन सक्नु भएन, तपाईँ यहाँनिर चुक्नुभयो। त्यसको लागि डाटा हेरेर म तपाईँलाई बताइदिन्छु एकछिनपछि। अर्को कुरामा यो पालिकाको सूचना अधिकारी को? यो रमेश बहादुर कार्की। रमेश बहादुर कार्की सूचना अधिकृत होइन, सूचना अधिकारी। सूचना अधिकारीकै कुरा गरेको यहाँ। एकैछिन यो नगरपालिकाका कर्मचारीलाई सूचना अधिकृत भने के हो र सूचना अधिकारी के हो भने थाहा नभएको हो कि वा के हो? भर्खरै मैले हिजो लगातार मैले सूचना अधिकारीको नम्बर माग्दै गर्दा सूचना अधिकारीसँग मेरो कुरा भयो रमेश कार्की। उहाँले भन्नुहुन्छ म सूचना अधिकारी होइन सर, म सूचना अधिकृत भन्नुहुन्छ। तर हाकिम साहबले र एकजना समथिङ जोशीले चाहिँ उहाँलाई नै भन्नुभएको, तर म होइन सूचना अधिकारी भन्दै हुनुहुन्छ। यहाँ के चाहिँ भइरहेको छ? यो चाहिँ के हुँदैछ नगरपालिकामा भने उहाँले म होइन भन्नुभएको छ। उहाँलाई चाहिँ कार्यपालिकाको निर्णय जिम्मेवारी दिएको छ सूचना अधिकारी भनेर, त्यही मैले निर्णयको आधारमा भनेको। उहाँले काम पनि गरिराख्नु भएको छ।
उहाँलाई बोलाउनु त एकैछिनमा सूचना अधिकारीलाई बोलाउनु ल ठिक छ बोलाउँछौँ। तपाईँ सूचना अधिकारी तपाईँ भन्नुभयो, तपाईँले चाहिँ म होइन भन्नुभएको छ, तर भर्खरै हाकिम साहबले चाहिँ सूचना अधिकारी तपाईँ नै भन्नुभएको छ कि होइन? यस्तो हुन्छ, सूचना अधिकारी भने पहिलादेखि म थिएँ, तपाईँ अलिकति यसो बुझ्दै पहिलादेखि म थिएँ। त्यसपछि यहाँ एउटा कुन आयो भने हाकिम सूर्यप्रसाद चापागाई आए। कति पहिलाको कुरा हो? 4 सालको कुरा। 4 सालदेखि सूचना अधिकारी पाएन यो पार्नेले? सूचना अधिकारी भने त्यसपछि दुईटा एकचोटि ध्रुवराज जोशी बने। त्यो के अरे उनी सूर्यप्रसाद चापागाई आउँदाखेरि ध्रुवराज भयो, ती कार्यालयको सेकेन्ड व्यक्तिले हुनुपर्छ भन्यो। अनि फेरि त्यसपछि चेन्ज भएर को भए? देवराज जोशी बने। अनि उनीहरू सूचना अधिकारी बन्ने भयो, कार्यालयले निर्णय उनको नाममा गर्यो। अनि एकैछिन स्टिल नाउ डे यो नगरपालिकाको बुङ्गन नगरपालिकाको सूचना अधिकारी को हो यति भन्नु तपाईँ हो कि होइन यति भनिदिनुहोस्। म होइन। ल हाकिम साहब उहाँ होइन अरे कार्यालय मलाई भन्नु दिनु पत्रकार सर, मलाई भन्नु दिनुहोस् न। कार्यालयको निर्णय अनुसार जुन कार्यपालिकाले निर्णय गर्छ नि त्यो निर्णय अनुसार म होइन। ओ निर्णय त उहाँ हुँदै होइन। सूचना अधिकारी पाएकै छैन नगरपालिका, के चाहिँ रडाको भइराखेको छ भने यहाँ अब त्यो कार्यपालिकाले निर्णय त्यही नै गरेको छ, त्यही कुराले चाहिँ उहाँलाई भनेको हो। उहाँले काम पनि गरिराख्नु भएको छ अहिलेसम्म, तर छिट्टै परिवर्तन हुने, दोस्रो बैठकबाट परिवर्तन हुने चाहिँ। यति भनिदिनु प्लिज, यो आम नागरिकलाई, यो बुङ्गल नगरपालिकाका आम नागरिक र हामी सञ्चारकर्मीलाई यो नगरपालिकाको अहिले रिसेन्टली सूचना अधिकारीको यति भनिदिनुहोस् के मलाई प्लिज। यसमा कुरो के हो भन्दाखेरि यहाँ न प्लिज भूमिका नभदौँ न प्लिज, के भूमिका नभदौँ, सूचना अधिकारी मलाई चाहिरहेको छ, म खोजिरहेको छु, सूचना अधिकारीको त्यति भनिदिनुहोस् मलाई चाहिँ। त्यसबारेमा अलि भन्न कस्तो पर्यो भने यहाँ निर्णय एक किसिमको भएको छ, परिस्थिति त्यो बेला भएको हो, उहाँलाई जिम्मा दिएको। अर्को साथी चाहिँ अब्सेन्ट थिए यहाँ, त्यो हिसाबले पक्कै पनि यो बुङ्गल नगर सुन्नु न, बझाङ जिल्लाको एउटा महत्त्वपूर्ण नगरपालिका हो। सिस्टम, विधि, विधान, प्रक्रिया, नियम, कानुन के हुँदैन यहाँ चाहिँ लथालिङ्ग रहेछ त। सूचना अधिकारी उहाँलाई भन्नुभएको छ बिचरामा म उहाँ होइन भन्दै हुनुहुन्छ, तपाईँ कहाँ के दुनियाँ कुरा गर्दै हुनुहुन्छ? होइन त्यस्तो कुरा नगरौँ नि तपाईँ पनि, किन त्यस्तो कुरा गरेको? हामीलाई सूचना अधिकारी चाहिरहेको छ अनि सूचना अधिकारी उहाँ हुनुहुन्न, त्यस्तो कुरा नगर्नु भन्नुहुन्छ हामीलाई झन्। होइन अर्को निर्णय भएपछि अर्कोलाई जिम्मा दिन्छ, अहिलेसम्म उहाँले गरिराख्नु भएको छ काम। अब उहाँको आफ्नो मेन्डेट भनेको हो सेकेन्ड पर्सन यसरी हुनुपर्ने हो, म भइरहेको छ, उहाँ हुनुहुन्छ, अहिलेसम्म जिम्मा उहाँलाई छ। ओके ठिक छ त्यसो भने मैले अहिले सूचना चाहियो, मलाई सूचना माग्नु पर्यो भने कसलाई माग्नु? उहाँले त दिँदैन भन्नुभएको छ, किनकि उहाँ सूचना अधिकारी होइन, उहाँको अधिकारभित्रको कुरा कहिले दिन्छ मलाई सूचना? ठ्याक्कै भन्नुहोस् त। होइन अब दिनुहुन्छ तपाईँ। यस्तो हुन्छ सर, हेर्नुहोस् हाकिम सरहरूले तैँले दिनै पर्छ भनेपछि मैले बाध्य भएर दिनु पर्यो कि परेन? तर जिम्मेवारीको हिसाब त मेरो होइन नि, म कसरी भनौँ त मेरो हो? कार्यपालिकाले निर्णय अर्का नाममा गरिदिएको छ अनि मैले कसरी दिने त? नियम त त्यो होला नि। कार्यपालिकाले निर्णय अरूलाई गरेको छ, तर उहाँहरूले बनावटी हिसाबमा तपाईँलाई चाहिँ तपाईँ नै हो भनिराख्नु भएको छ होइन? त्यही त हो। त्यो त अब त्यो भनेर हुँदैन नि त सर, त्यो नियमले त जे भन्छ त्यही होला नि, होला कि नहोला? हजुरलाई पनि मेरो क्वेसन भयो, कार्यपालिकाले जे निर्णय गर्छ त्यो व्यक्ति हुन्छ कि या तोही हो तोही गर भनेर हुन्छ? समग्रमा तपाईँ सूचना अधिकारी होइन यति हो। म समग्रमा म आइटी अफिसर। ल हाकिम साहब प्लिज यस बारेमा तपाईँलाई प्रश्न पारौँ। म तपाईँलाई प्रश्न के पार्छु भने यो हाम्रो नरेश कुँवर निमित्त प्रमुख प्रशासनिक अधिकृत हुनुहुन्थ्यो, त्यो बेला अरू स्टाफहरू एभाइलेबल नभएको कारणले, समस्याको कारणले नगर कार्यपालिकाको निर्णयबाट रमेश कुँवरलाई चाहिँ के अरे रमेश कार्कीलाई चाहिँ सूचनाको अधिकारी तोकिएको। अहिले यो हाम्रो नम्सक के आयो भने तपाईँको यो पहिलेदेखि नै हो, तर विविध कारणले हुन सकेको। उहाँले आफ्नो कुराहरू प्रश्न राखेको छ, किन भन्दाखेरि प्रमुख प्रशासकीय अधिकृत पछिको व्यक्ति सेकेन्ड व्यक्ति चाहिँ सूचना अधिकारी हुने भन्ने एउटा नम्स भएको हुनाले छिट्टै हाम्रो नगर कार्यपालिकाको बैठकबाट अर्कोलाई तोकिन्छ। आजसम्म के भइरहेको थियो? आजसम्म के थियो त? भने अहिलेसम्म अर्को व्यवस्था नहुनेसम्म उहाँले काम गरिराख्नु भएको छ। उहाँले काम गरिराख्नु भएको छ। जिम्मेवार तपाईँले आज दिनुभयो कि भन्दा पहिल्यै दिइसक्नु भएको थियो? होइन पहिलेको निर्णयबाट गरेको थियो, अब छिट्टै लिखित गर्नु पर्यो नि त। उहाँले मुखले भन्दा हुन्छ त? भोलि हामीले सूचना माग्यौँ, एकैछिन हामीले सूचना माग्यौँ, उहाँ फस्नुभयो भने जिम्मेवारी को हुन्छ त? होइन अहिले के हो त, त्यस्तो सूचनाहरू हामी आवश्यक पर्यो भने हामी दिन सक्छौँ, कुनै समस्या भएन। अफिसले नदिएको छैन, तपाईँले नमागे हुन सक्छ, हामीले अफिस नदिएको छैन होइन। हामीले एक हप्ता अगाडि
यहाँका विभिन्न गतिविधिहरू अहिलेसम्म 79-80 देखि हालसम्म चाहिँ भएका विभिन्न गतिविधिका विषयमा चाहिँ हामीले चाहिँ सूचनाको हकको प्रयोग गरेर सूचना मागेका थियौँ। अनि हामीले सूचना अधिकृतसँग सम्पर्क गर्दाखेरि चाहिँ रमेश कार्कीसँग हामीले गऱ्यौँ, उहाँले म होइन भन्नुभयो, अर्कोले अर्को हो भन्ने कुरा गर्यो। अनि हामीलाई बताइदिनु सूचना अधिकारीको कोबाट सूचना के विषयमा हो त्यो कुरा भन्नु होला, हामी तपाईँलाई सूचना उपलब्ध गराउँछौँ। रमेश कार्कीले नै दिनुहुन्छ, उहाँले पनि दिन्छ, मैले पनि दिन सक्छु, त्यो धेरै ठुलो कुरो भएन यो विषयमा। अब अध्यक्षज्यू के अरे प्रमुखज्यू, जस्तो कि यो पालिकामा हरिबिजोग छ एकदमै धेरै, यो कुरा तपाईँ स्वीकार्नुहुन्छ कि स्वीकार्नुहुन्न? कर्मचारीहरूको हालिमवाली जहाँ पनि जाने जस्तो पनि गर्ने, यहाँ न जनप्रतिनिधि भेटिन्छन् न कर्मचारी भेटिन्छन् भनेर नागरिकको गुनासो छ। अब यो प्रश्नमा कस्तो हो भने जहाँ जताततै जाने त्यत्तिकै गएका छैनन्। कामको लागि, अफिसियल कामको लागि, बुङ्गल नगरपालिकै कामको लागि कर्मचारीले गर्नुपर्ने कामहरू जे छन् त्यसै काममा गएका छन्। त्यसमा चाहिँ भ्रमण आदेशहरू स्वीकृति लिएर जानुभएको छ, त्यसै जानुभएको छैन। मलाई त्यो जानकारी छैन, यहाँ त्यो हाजिरा हेर्दा पनि त्यस्तो देखिँदैन। तपाईँ त्यो हाजिरा त्यो सबै प्रोसेसहरू देखाउनुहुन्छ नि हामीलाई एकछिन पछि, होइन? अहिले चाहिँ त्यो हाम्रो त्यो एउटा छ त्यो बायोमेट्रिक उसबाट चाहिँ भइरहेको छ। यसलाई अझै नियमन गर्नलाई त्यो व्यवस्था लागू गरेको हामीले, अरू सबै ठिकै हिसाबले चलिरहेको छ। बुङ्गल नगरपालिकाका नगरवासीहरूले तपाईँ यहाँको जिम्मेवार पदमा हुनुहुन्छ है, तपाईँ चाहिँ यहाँको चाहिँ प्रशासकीय अधिकृत अझै भन्दा कार्यालय प्रमुख हो। यहाँका नागरिकहरूले चाहिँ हामीलाई धेरै कुरामा सकस भयो, शास्ति भयो, बाटोघाटो उस्तै छ, विकासका कामहरू ठप्प छन्, नगरपालिका आउने बाटो पनि धेरै सकस छ, डाँडा गाडी राखेर आउनुपर्छ भने यी विभिन्न विषयमा चाहिँ कहिले यहाँका नागरिकहरूले चाहिँ निकास पाउँछन्? अब यो यसो मैले भनेको प्रमुख प्रशासकीय अधिकारीको काम भनेको के हो भन्दाखेरि कर्मचारीहरूलाई जो हामीलाई कार्यपालिकाले निर्णय गरेको छ, अधिवेशनबाट निर्णय गर्छ, त्यसलाई कार्यान्वयन गर्ने काम हाम्रो हो। त्यो काममा चाहिँ हामी एकदमै डटेर लागेका छौँ। अब योभन्दा बाहेकका कुराहरू, विकासको द्रुतगामी कुराहरू, यो सबै कुराहरू हाम्रो तर्फबाट हामी एकदमै लागेका छौँ र कार्यपालिका यो प्रतिनिधिहरूको तर्फबाट पनि उनीहरू लागिरहेका छन्, खटिरहेका छन्। अब आएका समस्याहरू पनि सुल्झाउँदै गएका छन्। त्यस्तै जो तपाईँले भनेको कुरा हो त्यसमा 100% चाहिँ सत्य चाहिँ होइन, असत्य हो। जस्तो तपाईँले भन्नुभयो कि मेरो काम भनेको प्रशासनिक हेर्ने हो, कर्मचारी चुस्त चुस्त राख्ने भन्नुभयो। यहाँका त कर्मचारी चुस्त चुस्त छैनन् त। यो नगरपालिकामा नभेटिने, मनोमान ढङ्गले जहाँ पनि जाने, होइन, सेवाग्राही पर्खेर बस्ने, यो आजको मात्र होइन, विगत लामो समयबाट नागरिकले गुनासो गरिसकेपछि म त टाढाको मान्छे हो, यहाँको विषयमा मलाई के जानकारी हुन्छ? यहाँका नागरिकले गुनासो गरिसकेपछि म बुम माइक र क्यामेरा बोकेर म आएको हो कि पटक पटक त्यस्तो गुनासो आएको, तपाईँले नियमन गर्न नसक्नु भएको कि वा तपाईँलाई चाहिँ यहाँका कर्मचारी नटेर्या हुन्? यो कुरामा धेरै तपाईँले स्टिल 1-to-1 कारवाही गर्न सक्नु पर्यो। तपाईँ त प्रमुख हो नि त यहाँको चाहिँ। गलत गर्ने होला चाहिँ नागरिकको करबाट रजाइ गर्ने, नागरिकको चाहिँ करमा रजाइ गर्ने, नागरिकको सेवाका लागि भने चाहिँ नेपाल सरकारबाट चाहिँ शपथ ग्रहण गरेर आउने, अनि यहाँ चाहिँ नागरिकलाई दुःख दिने, शास्ति दिने, नागरिकका काम नहुने, घन्टौँ कुर्ने, महिनौँ कुर्ने पनि बाध्यता छ त नागरिकलाई चाहिँ। यो तपाईँले एक्सन लिन पर्दैन यो विषयमा चाहिँ? होइन, त्यो कुरो त्यस्तो छैन। भयो होला पहिले, म त 3 महिना मात्रै भएको छ यता आएँ, तैपनि म आएदेखि काम अगाडि बढिरहेको छ, राम्रो किसिमले काम सम्पादित भइरहेका छन्, सबै निकासा कार्यहरू पनि भइरहेका छन्, यता सम्झौता कुराहरू पनि भइरहेका छन्, अनि यो योजना चाहिँ निरीक्षणका कुराहरू पनि भइरहेका छन्। यता सबै प्राविधिक टिमले पनि आफ्नो काम गरिरहेका छन्, सबै क्षेत्रबाट काम चाहिँ भइरहेका छ। अब यो बाहेक त अब केही समय प्रक्रियामा त टाइम त लाग्छ जरुर है। प्रमाण खोज्नुपर्छ, प्रमाण राख्नुपर्छ, प्रमाण जुटाउनुपर्छ। एउटा फाइल लिएर मात्रै भुक्तानी हुँदैन, सम्पूर्ण कुरा पुगेपछि बल्ल भुक्तानी गर्ने हो। त्यसमा कसैले अब अलिकति आफ्नो चित्त नबुझेर कसैले केही भएर त्यसरी चाहिँ तपाईँसित केही गुनासो राखेका हुन सक्छन्। वास्तविक त्यो चाहिँ होइन। वास्तविक नियमित रूपले जो पर्छ यो कार्यालयबाट गरिने काम कारबाहीहरू हुन्, त्यो सुस्त दुरुस्त रूपमा अगाडि चलिरहेको छ। यो प्रष्ट कुरा। समय र सम्वादका लागि धेरै धेरै धन्यवाद। हामी निरन्तर रूपमा नियमन र खबरदारी चाहिँ हामी चाहिँ गरिरहनेछौँ नगरपालिकालाई। हाकिम साहब, हस्, धन्यवाद।